नमस्कार सर। नमस्कार। बस भाइ के कामले आयो? हजुर सर लाइसेन्स बनाउनु थियो मैले। लाइसेन्स बनाउने के को लाइसेन्स बनाउनु पर्ने? हजुर बाइकको बनाऊँ भनेको। भोलि आऊ, अहिले हुँदैन अब आज। किन हो? टाइम सकिन आँट नि त। के चाहिने हो? के डकुमेन्ट चाहिन्छ नि? डकुमेन्ट तिम्रो नागरिकता चाहिन्छ त्यति हो। अनि फर्म भर्दाखेरि अलिअलि खर्च लाग्छ त्यही हो। सर भोलि कति बजी आउँ त? भोलि आऊ न 10 बजेपछि अफिस टाइममा। स्टार्ट। हेलो, खाना खायौ? नमस्कार। एकछिनै यहाँ मान्छेहरू आज एकछिन। हजुर सर हिजो भोलि आउनु भन्नुहुन्थ्यो नि तपाईँले। भाइ यार तिमीलाई अनि मैले 10 बजेपछि आऊ भनेको यार। तिमी त अनि अलिकति चाँडै आयो नि त यार। होइन सर बाटोमा अलिकति जाम थियो क्या त्यही भएर। होइन नि भाइ यार, तिमी त अलिकति चाँडो आयो नि। ठिक्क 10 बजेपछि आउनु पर्छ नि। 5 मिनट पहिल्यै आयो तिमी यार। त्यस्तो नभन्नु नि 10 सर। बजेपछि आऊ भनेको। 10 बजे कौन सा के नै हुने हो र? भाइ तिमीलाई थाहा छैन नेपालको अनि सरकारी टाइम त्यही त हो नि। अब के गर्नु पर्ने हो त मैले? अब तिमी भोलि आऊ, भोलि आऊ, भोलि आऊ है। साला सरकारी कर्मचारीहरू। हेलो, फेरि एकजना आएको थियो, लास्ट ल्याङल्याङे रहेछ, हुँदैन भनेर पठाइदिएको। अनि के छ त अरू? ठिक छ ल, अहिले मैले राखिदिएको है। ल भाइ हजुर बस गर्नु। अहिले सुरुमा यहाँबाट खिच्छ। अब नमस्कार सर। नमस्कार। आज त हुन्छ होला नि त, टाइममा थियो हेर्नुहोस्, 2 मिनट अगाडि आएको छु। हुन्छ भाइ, तिम्रो लाइसेन्सको काम हुन्छ, तर तिमीले एउटा काम गर्नुपर्छ। त्यसको लागि फर्म भर्नुपर्छ तिमीले। फर्म भरौँ नि सर, के भएर? अब फर्म भर्नको लागि यस्तो हुन्छ फेरि, अब तिमीले फर्म भर्न पनि लाइनै बस्नुपर्छ, त्यहाँ अब टाइम लाग्छ। अब त्यही हो कुरा। मैले बुझ्दैछु सर। अरू सर के? अब फर्म भर्नुपर्छ सुरुमा, त्यसपछि तिम्रो मेडिकल हुन्छ, मेडिकलमा पनि लाइन बस्नुपर्छ, त्यसपछि भौचर तिर्नुपर्छ, भौचर तिर्न पनि लाइन बस्नुपर्छ। गाह्रो छ नि भाइ सरकारी काम नेपालमा। अब त यसो लाइन साइन बस्नु पर्ला कि सर? यसो तल हेर्नुहोस् न। भाइ होइन नि, यो कहाँ हुन्छ भाइ, अहिले त गाह्रो छ नि। अनि यहाँ अहिले त यहाँ अनि थाहा पायो भने त अनि त्यस्तो हुन्छ। अनि यतिले त के गर्नु, केटाहरूलाई त्यहाँ दिनु पर्यो। मैले पनि भित्रसम्म त्यस्तो हेर्नुपर्छ नि नभन्नु भाइ सर। यार। बर्ड फ्लू लाग्दैछ झन्, कुखुरा त सस्तो छ अहिले। यसो अलिक हेर नि भाइ यार, म तिम्रो हातमै लाइसेन्स पुऱ्याइदिन्छु नि भाइ। पाइली नदी। ए भाइ, भित्रसम्म मलाई त्यो पुग्नु पर्यो क्या। मैले भित्रसम्म केटाहरूलाई पुग्नु पर्यो, तिम्रो लाइसेन्स हातमै आउँछ क्या। तिमीले अलिअलि खर्च गर्न सक्नु पर्यो भाइ, लाइसेन्स त हातमै आउँछ नि। अलिकति मेरो खुट्टाको चाहिँ समस्या छ, त्यो चाहिँ हेरिदिनु। यस्तो हो भाइ, अब तिमीले यति गर्यौ, तिमीलाई म केही सहयोग गर्न सक्छु, पुरै सहयोग चाहिँ गर्न सक्दिनँ। ल यति दिइहाल्यो, ट्रायल चाहिँ दिन आऊ नि त, बाइक मात्रै घुमाइदेऊ, त्यस्तो अरू काम म हेरिदिउँला नि। त्यस्तो नभन्नु सर, मैले भने मेरो खुट्टामा अलिकति समस्या छ, त्यस्तो हेरिदिनुहोस् न प्लिज सर। भाइ अघि नै दिएको भाइ भइहाल्थ्यो नि यार, तिमी पनि कस्तो मान्छे हो। ल भाइ जाऊ, तिमी भोलि 1 हप्तापछि तिमी लाइसेन्स लिन आऊ है। पक्का हुन्छ नि हेर्नु सर? ढुक्क हुन्छ भाइ, ढुक्क हुन्छ। जाऊ तिमी अहिले जाऊ, तिम्रो सिधै हातमा लाइसेन्स आउँछ। तिमीले ट्रायल केही दिनु पर्दैन है। हस् सर। ल ल भाइ। धन्यवाद सर, धन्यवाद।